लौ न फलानी त कसरी टल्की, म पनि टल्किन पाए हुन्थ्यो भन्ने लागिरहेको होला। दिनभरि म मेकअपमै काम गर्न बसिरहेको हुन्छु, किनभने मेरो प्रोफेसनल पनि ब्युटिसियन भएको कारणले अरूलाई राम्री बनाउने पेसामा लागिसके पछाडि अवश्य पनि म आफै पनि राम्री बनेर हिँड्नुपर्ने हुन्छ। हामीले दिनमा गर्ने मेकअपलाई चाहिँ प्रोटेक्सन भनिन्छ। यो प्रोटेक्सन गरेर चाहिँ मेकअप गर्दाखेरि अनुहारलाई यानि कि छालालाई ढलान गरे जस्तै गर्नुपर्ने हुन्छ। मेकअप गर्न चाहिँ हामी समय छुट्टाइ गर्छौँ। स्किन केयर गर्न चाहिँ धेरैजनाले अल्छी गर्नुहुन्छ, तब त स्किन बिग्रिने सम्भावना हुन्छ। अब चाहिँ तपाईँहरूलाई गर्मी महिनाको लागि पिसिएम थेरापी सिकाउन गइरहेको छु। एकदमै भिडियो अन्तिमसम्म स्किप नगरिकन सुन्नुहोस्, अनि जान्छ तपाईँहरूको चाया पोतो, स्किनका दाग धब्बा। म पनि दिनभरि काम गरेर आएको छु, हेर्न सक्नुहुन्छ। मेकअप रिमुभरको सहायताले मैले गाजल मेटेँ, मस्कारा मेटेँ, आई स्याडो, लिपस्टिक मेटेँ। त्यस पछाडि म फाउन्डेसन मेट्दैछु। यो पिसिएम थेरापी फरक तरिकाले गर्नुपर्ने हुन्छ। स्किनमा के प्रब्लम छ र आफू कति उमेरको हो, आफ्नो स्किन टाइप कस्तो छ, त्यसै अनुरूप गर्नुपर्ने हुन्छ है। हेर्नुहोस् त, यता फाउन्डेसन पुसेको, यता फाउन्डेसन नपुसेको कस्तो छुट्टिन्छ। हामीले जता फाउन्डेसन लगाएको छौँ त्यो मजाले पुस्नुपर्छ है। यसरी मेकअप रिमुभरले फाउन्डेसन पुसिसके पछाडि म क्लिजिङ युज गर्छु। क्लिजिङले एकैछिन मसाज गर्छु मजाले, किनभने स्किनको ओपन पोर्सभित्र फाउन्डेसन बसेको छ भने हामीले झिक्न जरुरी हुन्छ। यसलाई भनिन्छ डबल क्लिजिङ। डबल क्लिजिङलाई दुईचोटि क्लिजिङ गर्दैमा डबल क्लिजिङ मात्रै भन्दैन है। एकचोटि फेस वास र अर्कोचोटि क्लिजिङ गर्नेलाई पनि डबल क्लिजिङ भनिन्छ। मेकअप रिमुभरले एकचोटि पुसेर पछि क्लिजिङ गर्नेलाई पनि डबल क्लिजिङ भनिन्छ। डबल क्लिजिङ गरिसके पछाडि चाहिँ मजाले म मुख धुन्छु। हेर्नुहोस् त, मजाले मारी मुख धुन्छु। दिनभरि अनुहारमा लगाएको फाउन्डेसन माथि, सनब्लक माथि कति धुलो आएर बसेको हुन्छ, त्यो सबै धुलोहरू मजाले झिक्नुपर्ने हुन्छ। तब मात्रै हाम्रो स्किनको ओपन पोर्सहरू खुल्ला भएर चाहिँ स्किनले सास फेर्छ र हामीले लगाउने नाइट केयरमा लगाएर सुत्छौँ नि प्रडक्टहरू, मोइस्चराइजर, एन्टी रिङ्कलको क्रिमहरू, भिटामिन सिरमहरू, अनि मात्रै छिर्छ। अब चाहिँ मैले गर्दैछु हल्का स्किनलाई मसाज। उही मेरो रेगुलर एलोभेरा जेल र भाइटामिन ई मिक्स गरेर हेर्न सक्नुहुन्छ। मसँग चाहिँ आफूलाई मसाज गर्ने डिभाइसहरू भएको भएर चाहिँ कहिलेकाहीँ हातले पनि गर्छु, कहिलेकाहीँ डिभाइसले पनि गर्छु। 40+ भइसकेको छु। आँखा वरिपरि चाहिँ रिङ्कलहरू र पफिनेसहरू हल्का आउन सुरु गर्न थालिसकेको छ। त्यही चिजलाई मध्यनजर राखेर चाहिँ मैले चाहिँ आई मसाज गर्ने चाहिँ डिभाइस मसँग भएको कारणले गर्दाखेरि यसमा कुलिङ पनि र हिट पनि आउँछ। त्यो मेसिन लगाउँछु एकैछिन, हेर्न सक्नुहुन्छ। मजाले त्यो मेसिन लगाउनुभन्दा अगाडि चाहिँ मैले भाइटामिन ई र एलोभेरा जेलले मसाज गरेँ। यो डिभाइसमा कुलिङ मोड राख्दैछु। कुलिङ मोड राखिसके पछाडि मजाले भाइब्रेसन हुन्छ यसमा चाहिँ, अनि आँखा वरिपरि मजाले बिस्तारै हलुका मसाज गर्छु। कहिले पनि मेसिनले होस् या हातले होस्, मसाज गर्दा सकेसम्म चाहिँ एकदमै रिल्याक्स मोडमा चाहिँ गऱ्यो भने तब मात्रै डिपली स्किनभित्र चाहिँ भिटामिनहरू पनि छिर्ने काम गर्छ। हजुरहरूसँग यस्तो डिभाइस छैन भने फिङ्गरको सहायताले पनि गर्न सक्नुहुन्छ है। सबैसँग डिभाइस अभाइलेबल नहुन सक्छ र मसँग आँखाको लागि र फेसको लागि दुईटै डिभाइस भएको कारणले गर्दाखेरि पहिला आँखालाई गर्छु। आँखाको मसाज गर्नको लागि सकिसके पछाडि डिभाइसलाई मजाले ड्राई टिस्युले पुसेर सफा गरेर अनि मात्रै राख्छु। अब रह्यो फेसलाई मसाज गर्ने पालो। यसलाई पनि मैले मजाले भाइब्रेसन गरेर चाहिँ कुलिङ मोडमा राखेर मैले चाहिँ चलाउन गइरहेको छु, किनभने यो गर्मी महिनाको लागि हो र कुलिङ एकदमै आवश्यकता हुन्छ। किन त भन्दाखेरि हिट हुने बित्तिकै अझ चायापोतो आउनेको त झन बढ्ने कारणले गर्दाखेरि, स्किनमा दाग धब्बा आउनेको पनि झन बढी दाग धब्बा कालो हुने कारणले गर्दाखेरि कुलिङ गर्यो भने चाहिँ जुन किसिमले चाहिँ मेलानिन तत्त्व एक्टिभ भएर बाहिर निस्किन खोजिरहेछ भने निस्किन पाउँदैन। त्यही भएर त भन्ने गरिरहेको हुन्छु, तपाईँहरूले चाहिँ हिटवाला फेसियलहरू नगर्नुहोस् है, जसको चाहिँ चायापोतो आउँछ भने भनिरहेको हुन्छु नि त। त्यसैले जसको चायापोतो छ भने उहाँहरूले चाहिँ कुलिङ फेसियलहरू, हाइड्रा कुलिङ फेसियलहरू र कुलिङ प्याकलाई एकदमै बढी जोड दिनुपर्छ है। हुन त मेरो चाया छैन, तैपनि मेरो स्किन ओइली हो र
मलाई पनि पिम्पल आउने बित्तिकै दागहरू बस्ने कारणले गर्दाखेरि चाहिँ प्राय जसो मेरो स्किनलाई मैले पनि कुलिङ नै गरिरहेको हुन्छु। अब कुलिङ गरेपछि चाहिँ घाँटीहरूतिरको रिङ्कल अनि फरहेडको रिङ्कललाई पनि यो मेसिनले मजाले मसाज गरिरहेको हुन्छु। हामीले यसरी भिटामिन मसाज गर्दाखेरि चाहिँ धेरै बेर गर्नु पर्दैन, 6-7 मिनट मात्रै गरे पुग्छ। होल टोटल चाहिँ हामीले जब मसाज क्लिजिङ सबै प्रोसेस 15 मिनटसम्म गरेर चाहिँ जुन दिन हामी प्याक लगाउने त्यो दिन चाहिँ 15 मिनटसम्म मसाज गर्दाखेरि सबैभन्दा बेटर हुन्छ। र यो मेसिनको पनि काम सकिसके पछाडि डिभाइसलाई चाहिँ मजाले ड्राई टिस्युले पुसेर मात्रै राख्छु। यसरी भिटामिनहरू मसाज गरिसके पछाडि चाहिँ मैले ड्राई टिस्युले नै फेस पुस्छु, यतिखेर चाहिँ म धुदिनँ। मसँग 2टा कोलाजिन मास्क छ। यो एन्टी रिङ्कलको लागि हो, एउटा चाहिँ मेडिक्युको कोलाजिन मास्क छ ओभरनाइट राख्ने, एउटा चाहिँ यो कोरियनवाला कोलाजिन मास्क पाउडर बेसमा छ। यो 2टाको डिफ्रेन्ट भन्नु पर्दाखेरि चाहिँ स्किनलाई एकदमै टाइट गर्ने हो भने चाहिँ यो कोरियनवाला कोलाजिन मास्क सबैभन्दा बेटर छ है। स्किन साइनिङ र अलिकति लाइटनिङको लागि मात्रै गर्ने हो भने चाहिँ मेडिक्युको कोलाजिन मास्क ठिक छ। तर हामीलाई टाइटनिङ पनि चाहिन्छ। टाइटनिङमा वान अफ द बेस्ट एकदमै धेरै डिमान्डमा रहेको यो कोलाजिन मास्क चाहिँ यति धेरै टाइट हुन्छ कि तपाईहरु अब एकैछिनमा हेर्नुस् है त। म्याजिक छ के म्याजिक छ, त्यतिकै हैन नि, यति धेरै बिक्री हुन्छ यो सामान हाम्रोबाट। हजुरहरुलाई पनि आफ्नो स्किनमा रिङ्कल आउने उमेर भइरहेको छ भने यस्तो टाइटनिङ प्याक चाहिएको छ भने सम्पर्क गर्नुस् है। ल हेर्नुस् मेरो अनुहार कस्तो बनाइदियो यसले। यस्तो समातेर टाइट बनाउँछ कि यति राम्रो छ कि कुरै नगर्नुस्। एकचोटि प्रयोग गरेर हेर्नुस् त तपाईहरु पल्किनु। म त कति वर्ष भइसक्यो पल्केको। हाँस्न पनि मिल्दैन, बोल्न पनि मिल्दैन यो लाएपछि। यतिको टाइट भइसके पछाडि मजाले पानी छ्याप गर्नुपर्छ, त्यो नरम हुन जान्छ अनि मजाले धुनुपर्छ है। एकदमै जानी गरेर पखाल्नु पर्ने हुन्छ र पखालिसके पछाडि टावल ड्राई गर्ने। टावल ड्राई गर्दाखेरि चाहिँ हामीले एकदमै रफली गर्नुहुन्न है, सफ्ट ह्यान्डले चाहिँ टावल ड्राई गर्ने, छ्याप मात्रै राख्ने के, धेरै पुस्ने हैन, रगड्ने हैन। हामीले भर्खरै मसाजहरू गरेर भिटामिन मसाजहरू सबै गराएको छ नि त, यसलाई धेरै ड्राई गर्नु, छ्याप राखेर चाहिँ बिस्तारै त्यसको सहायताले पानीहरू ड्राई। त्यस पछाडि लाउँछु एचएको सिरम। एचएको सिरमले चाहिँ स्किनलाई एकदमै बढी हाइड्रेट गराउँछ। हामी एज भइसके पछाडि चाहिँ स्किन हाइड्रेट पनि नभइरहेको हुन्छ, त्यो भएको कारणले गर्दा हामीलाई कोलाजिन एचएको सिरमहरू एकदमै निट हुन्छ। बजारमा धेरै थरीको सिरम पाइन्छ। कतिवटा सिरम चाहिँ बिस्तारै यसरी माडेर लगाउन मिल्छ भने कतिवटा सिरम चाहिँ मार्न मिल्दैन है। त्यही भएर सिरम लाउँदाखेरि एकदमै विज्ञसँग सोधेर सल्लाह अनुसारले लगाउन सक्नुहुन्छ। त्यस पछाडि पालो भयो क्रिमको। क्रिममा चाहिँ म 2 थरी क्रिम लगाउँछु। कोलाजिन प्लस Q10 भएको यो क्रिम सँगसँगै स्किन ब्यालेन्सिङ क्रिम मिक्स गरेर लगाउँछु। मजाले यो 2टा चाहिँ मेल्ट गर्न मिल्छ, त्यो भएको कारणले गर्दा 2टै हत्केलामा राखेर थोरै लिएर चाहिँ अनि हत्केलामै हल्का मेल्ट गरेर यानि कि मिसाएर त्यही अघि लाको सिरम माथि नै हल्का गरेर चाहिँ लगाउन सुरु गर्छु। यसले चाहिँ कोलाजिन बुस्ट गर्नको सँगसँगै स्किनलाई ब्यालेन्समा पनि राख्छ के। कपाल जतिसुकै फुले तापनि, उमेरले 40 काटे तापनि राम्री देख्न त सबैलाई मन लाग्छ। त्यही भएर दिउँसोको मेकअप त प्राय जसो हालिरहेको हुन्छु, रातिको पनि मैले आफ्नो स्किन केयर यसरी गरिरहेको तपाईहरुलाई भिडियो हालिदिरहेको हुन्छु। पार्लर मात्रै धाएर आफ्नो स्किन राम्रो हुँदैन है। आफ्नो स्किन अनुसारले कस्तो प्रडक्ट लाउने, कसरी स्किन केयर गर्ने, PCM थेरापी सिक्नुहोस् र आफैले घरमा केयर गर्नुहोस् भनेर मैले बार बताइरहेको हुन्छु र म आफै स्वयंले पनि गरिरहेको हुन्छु। यति गरिसकेपछि त ओठलाई पनि छुटाउने कुरा भएन, ओठलाई पनि लिप ग्लस लगाउँदैछु। दिउँसोको समय हामी वाटरप्रुफ लिपस्टिक लगाइरहेको हुन्छौँ, ओठले पनि सास फेर्न पाइरहेको हुँदैन। त्यही भएर स्किन केयर गर्दा सबै कुराहरू ध्यानमा राख्नुपर्ने हुन्छ। ल तपाईहरु पनि PCM थेरापी अपनाएर आफ्नो स्किनमा भएको चायापोतोहरू, दाग धब्बा र गोरो बन्न चाहनुहुन्छ भने फेसियल हाउसलाई सम्झनुहोस्।